नेपालको औषधिहरू होइन मेडिसिनल हर्ब्सहरू प्रोड्युस भएर इन्डियामा चाहिँ लगभग होइन फार्मरले यहाँ $2 मिलियन पाउँदाखेरि यो लास्टमा इन्ड कन्ज्युमरमा पुग्दाखेरि चाहिँ लगभग 3.5 अब 900,000 गरेर लगभग $40 मिलियन चाहिँ 20x भ्यालु एडिसन हुँदो रहेछ होइन। यो बिचको स्टेप्सहरूले चाहिँ ठाउँ ठाउँमा आएर बसेर खाने चाहिँ गर्छ र बिचको सप्लाई चेनमा चाहिँ के हुन्छ भनेर हेर्दाखेरि है सुरुमा चाहिँ अब मान्छेहरूले अथवा जङ्गलमा आएर कलेक्ट गर्ने ओर्ने गर्नु सके होइन। म्याक्सिमम् चाहिँ त्यही रहेछ जङ्गलमै कलेक्ट गर्ने र केही पोर्सन चाहिँ मान्छेले आफै चाहिँ खेतीपाती नै गर्ने तर एकदम स्मल पोर्सन चाहिँ होइन। त्यो फार्मरहरूबाट चाहिँ अब भिलेजकै गाउँमा साउहरू चाहिँ कलेक्ट गर्ने भए र उनीहरूले लगेर त्यो साउहरू गाउँको साउहरूले लगेर उता रोडहेड ट्रेडर्सहरूलाई चाहिँ दिने भए। त्यो रोडहेड ट्रेडर्सहरूले उता तराईको होलसेलरहरूलाई पुर्याउँछन् होइन। अनि मार्जिनहरू थिन नै हुन्छ लगभग 20-30% जति मात्रै हुन्छ यो बिचमा, तर 30% इन्क्रिज हुँदै हुँदै अनि तराई होलसेलरले चाहिँ अन्तिममा इन्डियामा एक्सपोर्ट गर्ने भए। इन्डियामा एक्सपोर्ट गर्दाखेरि उनीहरूको मार्जिन अलमोस्ट डबल नै हुन्छ र इन्डिया कुनै अब नेपालमा पनि हुन्छ तर अलिक सानो साइज छ नेपालभित्र गर्ने चाहिँ। अनि ग्लोबलतिर पनि जान्छ चाइनातिर अथवा अरू देशतिर र लास्टमा धेरैजसो चाहिँ कन्जम्सन इन्डियामै हुन्छ। अनि नेपालमा चाहिँ पनि आउँछ है त। तर जस्तो फार्मर्सले 1.8 लगभग $2 मिलियन मा बेचेको सामान नेपाली फार्मर्सले नेपालमा आइपुग्दा चाहिँ इन्डियाले नै चाहिँ $3.5 मिलियन को चाहिँ इन्डियाले नै सेल गर्छ नेपाललाई। तर त्यसो भन्दैमा जस्तो नेपालले यति दिन्छ अनि ल्याउँछ भन्ने छैन, किनभने हामीले हेर्नुपर्ने चाहिँ यो डाटा हो। यो डाटामा लगभग 4.2 तराई होलसेलरसम्म त नेपाली नै हो नि त। अनि तराई होलसेलरले 6.5 होइन यताउता गरेर 7 मिलियन चाहिँ नेपालमा आयो। नेपालमा फर्किने चाहिँ $3 मिलियन जति नेपालबाट चाहिँ पैसा बाहिर गयो। सो ओभरअल चाहिँ प्रफिटेबल नै हो नेपाललाई होइन। अनि यहाँ यिनीहरू पनि छ। सो ग्लोबलहरू यिनीहरूबाट पनि नेपालमै आउने हो नि त। अनि सबै गर्दा ओभरअल प्रफिटेबल नै हो। तर नेपालमै म्यानुफ्याक्चर गरेर इन प्रडक्ट बनाउन सक्दाखेरि चाहिँ यो यत्रो यो छ नि यो इन्डियन कन्ज्युमर्स यो फार्मा सेक्टरहरूको यो सबै सक्दाखेरि चाहिँ मच मोर प्रफिट चाहिँ नेपालमै बस्थ्यो। किनभने यहाँ त एकदम धेरै छ, जस्तो $12 मिलियन को डबलभन्दा धेरै 25 र 3 गरेर डबलभन्दा पनि धेरै चाहिँ भ्यालु एडिसन चाहिँ छ 12बाट। सो यो पार्ट अफ इकोनोमी चाहिँ नेपालमै लिएर आउन सक्दाखेरि चाहिँ राम्रो